पहिला मलाई बोल्न एकदमै डर लाग्थ्यो। मैले धेरै लामो समय हिंसा सहेर बसेँ। लैङ्गिक उत्तरदायी न्याय भन्नाले हामीले यो जातको आधारमा, भूगोलको आधारमा जुन त्यहाँभित्र वर्गहरू हुन्छन्, अपाङ्गता भएका वर्गहरू, जो सीमान्तकृत महिलाहरू हुन्छन्, ती महिलाहरू र ती अपाङ्गता भएका सबै यी वर्गहरूलाई चाहिँ हामीले भेदभाव रहित समाजमा चाहिँ भनौँ न उहाँहरूलाई जागृत गराउनको लागि, उहाँले न्यायमा चाहिँ पहुँच बढाउनको लागि चाहिँ हामीले बुझेका छौँ। यो हाम्रो न्यायिक समितिले पीडितको जुन मुद्दाहरू छ होइन, त्यसलाई चाहिँ एकदमै हामीले गोपनीयता कायम गरेर चाहिँ अगाडि बढाइराखेका छौँ र जुन यो सुरक्षा र गोपनीयता छ यसलाई चाहिँ हामीले पहिलो प्राथमिकता चाहिँ हामीले यसरी राखेका छौँ। न्यायिक समितिमा आउने धेरै जसो मुद्दाहरू मेलमिलाप मार्फत चाहिँ हाम्रो वडा लेभलमै चाहिँ हाम्रो समाधान भइराखेको हुन्छ। वडाबाट अब विवादहरू जो समाधान नभएको मुद्दा चाहिँ नगरपालिका न्यायिक समितिसम्म चाहिँ पुग्छ। मेरो श्रीमानबाट एकदमै पीडित थिएँ। सहनै नसकेर फेरि मैले आफ्नो पीडा भाइलाई सुनाएँ। भाइलाई सुनाएपछि भाइले मलाई एकचोटि वडा कार्यालयमा लगिदिनु भयो। न्यायिक समितिमा गएँ। न्यायिक समितिमा गएपछि आफ्नो पीडा सबै मैले पोखेँ। त्यहाँ हिंसा पीडित प्रभावित महिलाहरूको निःशुल्क दर्ता गरिरहेका छौँ। हामी पीडित केन्द्रित दृष्टिकोणबाट काम गर्छौँ र उहाँलाई चाहिँ एक्लो महसुस नहुने हामीले वातावरण बनाउँछौँ। ओसिएमसी, सेवा हाउस, जिल्ला प्रहरी कार्यालयहरूसँग पनि हाम्रो समन्वय हुन्छ। त्यहाँ गएपछि मलाई एकदमै सुरक्षित लाग्यो। उनीहरू पनि मेरो पीडा बुझिदिनु भयो, मेरो दर्ता गरिदिनु भयो। यो इडेभलपियन परियोजनाले चाहिँ हाम्रो नगरपालिकामा सर्वप्रथम त हामी जनप्रतिनिधिहरूलाई पनि क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिराखेका छन् होइन। त्यस सँगसँगै जुन न्यायिक समिति मेलमिलापकर्ताहरू सबैलाई चाहिँ पुनर्तार्जकी तालिमहरू चाहिँ दिइराखेको छ। यो इडेभलपियन परियोजना हाम्रो नगरपालिकामा लागू भए पश्चात चाहिँ धेरै जुन यो लैङ्गिक उत्तरदायी न्याय भनेको के हो र जुन यो महिला सीमान्तकृत वर्गहरू छन् होइन, ती महिलाहरू छन्, उहाँहरूलाई कसरी हामीले सहयोग गर्छौँ, समन्वय गर्छौँ, सहकार्य गर्छौँ भनेर चाहिँ हाम्रो कानुनी सल्लाहकारहरूले चाहिँ समन्वय गरेर चाहिँ अगाडि बढिराखेको छ। यसले जुन यो जीबीबी कोषलाई चाहिँ एकदमै सहयोग पुर्याइराखेको छ र यसमा जुन कार्यविधिहरू हाम्रो पास भइसकेको छ होइन, कार्यविधि पास हुँदै गर्दा पनि इडेभलपियन अन्तर्गत चाहिँ हामीले यो कार्यविधिमा चाहिँ सहयोग पुर्याइराखेको छ। न्यायिक समितिले चाहिँ एकदमै जवाबदेही भएर चाहिँ जुन यो ऐनलाई अनुमोदन गर्ने कुरामा छौँ त हामी, यसलाई चाहिँ न्यायिक समिति एकदमै जवाबदेही हुनेछ, जिम्मेवार रहेर चाहिँ हामी अगाडि बढ्नेछौँ। हाम्रो न्यायिक समितिमा टोटलमा भन्दाखेरि 5 लाख रुपियाँ बजेट होइन हामीले, अनि जनचेतनामूलक कार्यक्रममा 3 लाख, अनि तत्काल चाहिँ हामीले पीडितलाई राहत सहयोग गर्छौँ भनेर त्यसमा चाहिँ हामीले 10 लाख रुपियाँ, अनि लैङ्गिक हिंसा राहत कोषमा चाहिँ 1 लाख रुपियाँ राख्छौँ, अनि जो यो सेभ हाउस अनि ओसिएमसीलाई पनि हामीले 5 लाख रुपियाँ चाहिँ हामीले विनियोजित गरेका छौँ। जुडिसियल कमिटी मेम्बरहरूलाई चाहिँ नि कानुनी परामर्शहरू दिने, त्यो दर्ता पछिको कार्यविधिगत प्रक्रियाहरूमा चाहिँ नि मैले सहयोग गर्दै आइरहेको छु। महिलाहरूको लागि कानुनी सेवा उनीहरूको पहिला त हक अधिकारै के हो भनेर थाहा पाउन आवश्यक पर्छ। हिंसा सहनु हुँदैन, हिंसा विरुद्ध चाहिँ नि आवाज उठाउनु पर्छ। मलाई न्यायिक समितिले कानुनी सल्लाहकार आरती सरकार म्याडमसँग भेट गराइदिनु, अनि उहाँ म्याडमले मलाई कानुनी परामर्श सल्लाह निःशुल्क रूपमा दिइराख्नु भएको छ। यो नगरपालिकाको जीबीबी कोष चाहिँ एकदमै सक्रिय रूपमा चाहिँ अगाडि बढिराखेको छ। त्यहाँबाट चाहिँ अब हिंसा प्रभावित जो महिलाहरू, पीडित महिलाहरू आउँछन्, उहाँलाई चाहिँ हामीले आर्थिक सहयोगहरू चाहिँ गरिराखेका छौँ। पालिकाले मलाई 10,000 दिनुभयो, अनि मलाई औषधि उपचार गर्न सजिलो भयो। यो न्यायिक समितिमा पहुँच गर्ने व्यक्तिहरूको सङ्ख्या एकदमै बढ्दो छ, वृद्धि भइराखेको छ होइन। यसमा विशेष गरी महिलाहरूको सङ्ख्या चाहिँ एकदमै बढ्दो छ र जुन गोपनीयता हामी कायम गर्छौँ त्यो किसिमले चाहिँ न्यायिक समितिलाई एकदमै विश्वासिलो मानेर चाहिँ यो बढ्दो पनि भइरहेको छ। काम गर्दैछु, कपडा सिलाउने काम, बच्चालाई नि हेरिरहेको छु, औषधि नीतिबाट खाइरहेको छु। म अहिले पनि मनोसामाजिक परामर्श लिँदैछु। दिपायल सिलगढी नगरपालिका जस्तै अन्य पालिकाहरूले पनि जुन यो
न्यायिक समिति मार्फत लैङ्गिक उत्तरदायी न्यायलाई चाहिँ अगाडि बढाउँदै लगेका छन् र यो न्यायिक समितिलाई सुदृढ गर्नको लागि विश्वास दिलाउनको लागि यस्ता क्रियाकलापहरू चाहिँ अगाडि बढाउँदै महिलाहरूको पहुँच पनि बढ्दै आएको छ, विश्वास पनि बढाउँदै आएका छन्। म जस्तो पीडित महिला दिदी बहिनीहरू हुनुहुन्छ भने उहाँले सहेर नबस्नुहोस्, अगाडि बढ्नुहोस्, सहयोग माग्नुहोस्। स्थानीय तहमा न्याय पाउने व्यवस्था छ। आत्मनिर्भर हुनुहोस्, आफ्नो खुट्टामा उभिनु भन्न चाहन्छु।